साथीहरू आउँदै हुनुहुन्छ, उहाँहरूलाई पनि यो ठाउँमा पर्यटन गर्न खुब रमाइलो लागेको छ। अहिले हामी झोलुङ्गे पुलमा उभिएका छौँ। नमस्कार हजुरहरू कहाँबाट आउनुभएको हो? हामी रेड रोज एकाडेमी परिवार आज पिकनिक खान यो सालबारी सिमसार क्षेत्रमा आएका छौँ। हजुर हजुरहरू कतिजना आउनुभएको थियो? 28 देखि 30 जना हाम्रो एउटा स्कुलको सम्पूर्ण परिवार रमाइलो एक दिन यसो रमाइलो गरौँ, एक दिन आफूलाई गरिरहेको कामबाट मुक्ति मिलाउँ भनेर त्यो राम्रो ठाउँमा आइरहेछौँ। हजुरहरूलाई यो ठाउँको बारेमा कसरी थाहा भयो? हामी यो ठाउँ पहिला पनि आइरहेका हौँ। हामी यहीँ नजिकै शिव सतासीबाट आएका हौँ। हामीलाई पहिला पनि थाहा भएको, हामी एकदमै म्यामहरू सरहरू सबै एकदम रमाइलो गर्न पहिल्यैदेखि थाहा भएर आएका हौँ। तपाईँले यहाँ अरू पनि पर्यटकहरू आउन् भन्नका निम्ति कस्तो सुझाव दिन चाहनुहुन्छ? यो ठाउँ एकदम राम्रो छ, सबै रमाइरहनु भएको छ, सबैको मुहार हेर्नु त एकदम हँसिलो छ, सबै हाँसिरहनु भएको छ, सबैलाई आउँदा एकदम रमाइलो हुन्छ भन्न चाहन्छु। हजुर, यो जानकारीका लागि तपाईँलाई धन्यवाद। एकदम धन्यवाद।